नमस्कार अन्यगासियो तपाईहरु माझ मैले एउटा महत्त्वपूर्ण ग्रामर लिएर आएको छु। एक नम्बरमा के भनेको छ भने खुरनिका नै त्यस कारणले यसको कुनै पनि नेचुरल रिजन देखाउने वाक्य वा सामान्य कारण जनाउने वाक्यमा प्रयोग गरिन्छ भनेर भनेको छ। कुनै पनि नेचुरल रिजन देखाउने वाक्य वा सामान्य कारण जनाउने वाक्यमा प्रयोग गरिन्छ भनेर भनेको छ। अगाडि कारण पछाडि असर परिमाण सहितको सल्लाह सुझाव दिँदा यसको प्रयोग गरिन्छ। जस्तै र यो ग्रामर चाहिँ धेरै जसो पछाडि के हुन्छ भने यो ग्रामर लगाइसके पछाडि धेरै जसो के आउँछ सेउ सेयो आया हादा बसिदा उसिदा लकायो उल्कायो जस्ता ग्रामरहरू आउँछन्। यो जस्तै खुरनिका लगाइसके अन्तिममा ग्रामरहरू आउँछन्। अन्तिममा आउँछन्। जस्तै हेरौँ अब फोगी उदाहरणमा के भनेको छ भने फिगा ओनिका पानी आएकोले उसानुल खाज्य खास्यो छाता लगेर जानुहोस् भन। फिगा ओनिका पानी आएकोले उसानुल खाज्य खास्यो। दलतिर यी यौहान यो फिल्म चाहिँ छेमी अफसय रमाइलो छैन खुरनिका त्यस कारणले थारुन यौहारुल फोप्सिदा हेरौँ भनेर भन्यो। त्यस्तै के भने बसिदा उसिदा मैले सेउ आउँछ भनेर त्यस्तै आयो। अनि छाका कार चाहिँ खोजाङ नानीका बिग्रेकोले बसरुल थाए चढ्नुपर्छ याद आयो यस्तो आउँछ। त्यस्तै अब 2 नम्बरमा के भनेको छ भने खुरमुरो तसर्थ पछाडिको विषयको कारण अगाडिको विषयको कारणले बताउँछ। यो खुरेस जस्तै सामान्य कारणहरूमा पनि लगाइन्छ भने खुरनिका जस्तै सेयो लकायो उल्कायो आया हादा बसिदा उसिदा जस्तो ग्रामरमा लगाउन मिल्छ। जस्ता त्यस्तो ग्रामरहरू पछाडि आउँछ। जस्तै खुरमुरोको जस्तै खुरनिकाको जस्तै पछाडि सेयो लकायो उल्कायो जस्तै आया हादा बसिदा उसिदा लकम्निदा उल्कम्निदा जस्ता ग्रामरहरू आउँछन्। लकम्निदा उल्कम्निदा जस्तै सेयो लकम्निदा उल्कम्निदा आया हादा बसिदा उसिदा जस्ता ग्रामरहरू पनि आउँछन् भनेर भनेको छ। जस्तै ग्रामरहरू आउँछन्। अब हेरौँ जस्तै अझै बुत्थ हिजोदेखि उदाहरणमा जस्तो अझै बुत्थ हिजोदेखि छिगुम काजी अहिलेसम्म मरिगा आफा टाउको दुखिरहेछ खुरमुरो तसर्थ फ्याउँ भने जस्तै खाम्निदा जान्छु अझै बुत्थ छिगुम काजी अहिलेसम्म मरिगा आफायो जस्तै खुरेछ फ्याउँ भने खाम्निदा जान्छु। यी छेगुल छेमी इसयो खुरेछ सागो सिफयो भन। जस्तै अब 1 नम्बर अप्सनले के भनेको भने 1 नम्बर अप्सनले के भनेको भने जस्तै अझै बुत्थ हिजोदेखि छिगुम काजी अहिलेसम्म मरिगा टाउको चाहिँ आफै दुखेको छ हिजोदेखि अहिलेसम्म टाउको दुखेको छ खुरमुरो तसर्थ फ्याउँ भने खाम्निदा जान्छु त्यही भएको कारणले जान्छु भनेर भनेको छ। अझै बुत्थ छिगुम काजी अहिलेसम्म मरिगा आफै टाउको दुखेको छ यहाँनिर खुरमुरो लाग्यो या खुरेस लाग्यो खुरेस जस्तै फ्याउँ भने खाम्निदा फ्याउँमा जान्छु भनेर भने फ्याउँमा जान्छु भनेर भने यहाँ तल पनि यी छेगुल छेमी इसयो रमाइलो छ खुरमुरो सागो सिफाइ किन्न चाहन्छु भन। जस्तै पछाडिको विषयको कारण अगाडिको विषयको कारणले बताउँछ भने जस्तै खुरेस जस्तै सामान्य कारणमा लाउन सकिन्छ भने जस्तै खुरेस जस्तै सामान्य कारणमा लाउन सकिन्छ। जस्तै खुरमुरोलाई यहाँ जस्तै सेम छ यो वाक्य र यो वाक्य सेम छ त्यही वाक्य जस्तै दुइटै लाउन मिल्छ भनेर भनेको छ माथि। त्यही भएर सेममा पनि लागेको छ